एउटा गाउँमा धेरै वर्षदेखि एउटा डरलाग्दो राक्षस बस्थ्यो। उसले गाउँका मानिसहरूलाई जहाँ भेट्थ्यो खान्थ्यो। सबै गाउँले डराएर बस्थ्यो। एक दिन गाउँका बुद्धिमान युवकले एउटा उपाय सोच्यो। उनले भने, राक्षस जहाँ छ थाहा पाएपछि भाग्न सजिलो हुन्छ, त्यसैले उसको घाँटीमा घण्टी झुन्डाइदिने हो। सबै गाउँले यो उपाय सुनेर खुसी भए। वाह, कति राम्रो उपाय! सबैले त्यस युवकलाई तारिफ गरे। तर घण्टी राक्षसको घाँटीमा बाँध्नेको सबै मौन, कसैले हात उठाएन। सबैलाई उपाय थाहा थियो, तर कसैले पनि हिम्मत गर्न सकेनन्। शिक्षा उपाय सोच्न सजिलो, तर कार्य गर्न कठिन। चिसो गाउँ जहाँ मानिस थोरै बसोबास गर्छन्, त्यहाँ गाउँका मुखिया एक्लै बस्थे, तर मनका निकै धनी थिए। एक दिन गाउँ बाहिर बस्ने एक गरिब किसान पैसा सापटी लिन मुखियाको घर पुग्यो। मुखिया साहु, धेरै समस्या पर्यो। बच्चाको औषधि किन्नु छ, के अलि पैसा सापटी दिन मिल्ला? पैसा त फेरि कमाइन्छ, तर मान्छेको ज्यान फर्किँदैन। ठिक छ, म पैसा दिन्छु, समय भएमा फर्काइदिए पुग्छ। सायद जिला होला, तर म तपाईको पैसा फिर्ता अवश्य गर्नेछु। धेरै धेरै धन्यवाद। केही दिनपछि किसान फेरि मुखियालाई भेट्न आयो। मुखिया आगोको नजिक ज्वरो आएर सुतिरहेको थियो। मुखिया साहु, के भयो? तपाईँ ठिक हुनुहुन्छ? चिसो धेरै भयो, रुगाखोकी र ज्वरोले सतायो, शरीर उठ्नै सकिरहेको छैन। किसानले उनलाई आफ्नो घर लग्यो, न्यानो ओढाइदियो, औषधि दियो। केही दिनपछि मुखिया ठिक भए। शिक्षा। मुखियाले किसानलाई मद्दत गर्यो र अन्ततः त्यो मद्दत आफ्नो जीवनमै फर्केर आयो।